Hi Deepak ji, how are you? Hello, Mr. Ramesh. Everything going very well. And what about you? सन्चै हुनुहुन्छ होला नि अनि के कति कामले आउनुभयो त आज बाटो बिर्सिनु भएको हो कि कामले आउनु भएको हो कि त्यस्तो खासै काम त होइन अब मैले एउटा अनलाइनको कामहरू गर्न स्टार्ट गरेको थिएँ अब त्यो स्टार्ट गरेको पनि निकै टाइम भइसक्यो 1-2 महिना भइसक्यो त्यही पनि ग्रोथ भइरहेको छैन तपाईँसँग केही यसो सजेसनहरू छ कि भनेर भेट्न आएको ए अनि काममा कतिको बिजी हुनुहुन्छ त कतिको समय दिइराख्नु भएको छ कामलाई अब दिनभरि बिजी नै हुन्छु काममा त होइन लागिराखेकै हुन्छु अब आफ्नो जति सक्दो आफूले दिनुपर्ने इफोर्टहरू हुन्छ मैले दिइराखेकै छु अब त्यही पनि त्यति खासै प्रोग्रेस नभएको देख्दा मलाई अलिकति वाक्क दिक्क लागेर आयो होइन अनि त्यही भएर एकचोटि अब सजेसन लिउँ भनेर नै आएको हो त्यही त समस्या हो रमेशजी अब बिजी हुनु र प्रोग्रेस हुनुमा धेरै फरक छ नि अनि मतलब मैले त बुझ्न सकिनँ अलि यसो खुलेर बुझाइदिनु न है ए अनि तपाईँ एउटा काम स्टार्ट त गर्नुहुन्छ तर त्यसलाई कम्प्लिटली गर्न सक्नु हुँदैन जस्तो लाग्दैछ यसो तपाईँको बारेमा मैले बुझ्न खोज्दा चाहिँ अब बिचमा तपाईँले फोन चलाउने होइन टाइम अन्ततिर आफ्नो फोकस अन्ततिर दिने अनि सायद अरू कामहरूमा पनि तपाईँले हात हाल्नु भएको छ कि जस्तो लाग्छ है मलाई त तपाईँले सायद आफ्नो जुन मेन काम हो त्यसमा चाहिँ आफ्नो प्रायोरिटी र आफ्नो फोकस चाहिँ धेरै दिइराख्नु भएको छैन जस्तो मलाई फिल हुँदैछ है काम त जति धेरै गर्यो त्यति नै राम्रो होइन त जस्तै कि अब मैले एउटा कामबाट फेल भएँ होइन सक्सेस भएन ब्याकअपमा एउटा अर्को काम हुन्छ होइन अनि त्यो हिसाबले अब काम चाहिँ मैले अलि मल्टिपल नै गरिरहेको छु अब एउटै काममा चाहिँ लागि परेको चाहिँ छैन हेर्नुहोस् न अवश्य पहिला हामीले जुन काम सुरु गरेको छौँ त्यसलाई सकाउनुपर्छ काम बिचमा अरू काममा हात हालेर सबै काम थुपार्नु हुँदैन सबैलाई आधा अधुरो छोड्नु हुँदैन होइन त्यही भएर पहिला हामीले जुन काम सुरु गरेको छौँ त्यो कामलाई चाहिँ सकाउनै पर्ने हुन्छ त्यसपछि बरु अर्को कामतिर हात हाले त्यो अलिकति हुन्छ तर सुरुमा हामीले जो मेन काम सुरु गरेको छौँ त्यसलाई नसकाउन्जेलसम्म अरू काममा चाहिँ हात हाल्नु हुँदैन अनि यो जुन सजेसन तपाईँ मलाई दिइराख्नु भएको छ अनि यसको लागि के आइडिया होला नि हजुर होइन कसरी गर्ने के गर्ने अलिकति यसो भनिदिनु पऱ्यो मलाई हजुर अब तपाईँको अहिलेको सिचुएसन अनुसारले अब म एउटै आइडिया तपाईँले दिन चाहन्छु होइन जुन काम तपाईँले छान्नु भएको छ मैले गर्छु भनेर मेन प्रायोरिटी मेन फोकस त्यहीमा मात्र दिनु त्यो काम पुरा नहुन्जेलसम्म अरू काममा तपाईँ नलाग्नुहोस् किनकि सबै काम यदि तपाईँले यो पनि गर्दै हुनुहुन्छ त्यो पनि गर्दै हुनुहुन्छ हरेकतिर काम गरेर राख्नु भएको छ भने चाहिँ हरेकतिरको काम तपाईँको आधा अधुरो नै रहन्छ होइन त्यसैले सबभन्दा पहिला तपाईँको अहिले जुन स्टेजमा हुनुहुन्छ त्यो स्टेजमा यो स्वाभाविक नै हो मान्छेहरूलाई लाग्नु होइन ग्रोथ हुँदै छैन अब त्यो हरेक मान्छेको मनमा यस्तो लाग्छ अब कोही मान्छेहरू एकदमै फ्रस्ट्रेसन भएर यही कुरामा होइन कोही कामै छोडिदिने केही हुँदैन भन्ने सोचहरू आउने हुन्छ होइन त्यसैले सबभन्दा पहिला चाहिँ अब यो आफूले छानेको कामलाई पुरा नगरुन्जेलसम्म अरू काममा हात नहाल्नु होला अहिलेलाई चाहिँ म यही सजेसन दिन चाहन्छु अनि हेर्नुहोस् अनि प्रोग्रेस भएन भने फेरि आउनुहोस् अनि अर्को आइडिया दिउँला नि म है धेरै धेरै धन्यवाद दिपकजी अब जे होस् मलाई त अब यसको बारेमा धेरै आइडिया पनि थिएन होइन म भर्खर रिसर्च गरेर आएको तर तपाईँको यो कुराहरूले अब जे होस् मलाई चाहिँ अलि आधार दियो भनौँ न है नयाँ कुरा सिक्न मिल्यो होइन तपाईँले भनेको कुरा एकदम मलाई राम्रो पनि लाग्यो अब हुन्छ म तपाईँले भने जस्तै गएर कोसिस गर्छु है बिचबिचमा मलाई यसो सजेसनहरू दिँदै गर्नु होला भिडियो बनाउन एकदमै गाह्रो छ होइन एकदमै स्ट्रगल गरेर बनाएको भिडियो हो यदि मन पराइदिनु भयो भने चाहिँ सपोर्ट गरिदिनु होला सब्सक्राइब फलो लाइक गरिदिनु होला अनि म प्रोग्रेस गर्दै गर्छु यदि तपाईँहरूले सपोर्ट देखाउनु भयो भने म आफ्नो स्किलहरू डेभलप गरेर प्रोग्रेस गर्दै गर्छु तर सपोर्ट चाहिँ नबिर्सिकन दिनु होला है त